नमस्कार। सबभन्दा पहिले त हामीले लकी नम्बर बुझ्नुपर्ने एकदमै जरुरी छ। मेष राशिदेखि मीन राशिसम्म यहाँहरुको कमेन्टहरु मैले हेरिरहेको छु कि गुरु यसलाई कसरी जोड्ने, कुन लकी नम्बर कसरी हो भन्ने कुरा। लकी नम्बर धेरै कुराहरुबाट निकालिन्छ, तर मेष राशिको लकी नम्बर 1 र 9 हो भने वृष राशिको 7 हो, 7 हो, मिथुन राशिको 5 र 6 हो, कर्कट राशिको 2 हो, सिंहको 1 हो भने कन्याको पनि 5 र 6 हो, तुलाको 7 हो, 7 हो, त्यसैगरी वृश्चिकको 1 र 9 हो भने धनुको 3 र 4, मकर र कुम्भको 8 हो भने मीनको 3 र 4 हो। है, यो लकी नम्बरहरु हो, पर यो क्लियर हुनु पर्यो कुन कुन लकी नम्बर हो भने। अनि यसैगरी चाहिने हाम्रो कलरहरु भन्ने छ मेषदेखि मीनसम्म। मेष र वृश्चिकको रातो हो भने, वृष र तुलाको सेतो हो भने, मिथुन र कन्याको हरियो हो भने, कर्कटको सेतो, सिंहको रातो, धनु र मीनको पहेँलो, मकर र कुम्भको चाहिने हामीले कालो मानिएको छ। है, यो कुरा क्लियर हुनु पर्यो। अब नम्बर कसरी जोड्ने भने जुन हाम्रो नम्बर प्लेट हुन्छ नि, नम्बर प्लेट, अब अहिले त धेरै नम्बर प्लेटहरु आइसकेको छ, त्यो पनि फरक चाहिँ पर्दैन। नम्बर प्लेटको पछाडिपट्टि सानो अंकले, पछाडिपट्टि अब देखिँदैन, पछाडिपट्टि त हामीले सानो अंकले, जस्तो मानुस तपाई कर्कट राशि हो है, या तपाई चाहिँ कर्कट राशिको लकी नम्बर मैले 2 भनेको छु। अब तपाईको सबै नम्बर जोड्दाखेरि त्यो माथिको त्यो 27 यो सबै जोड्नु पर्छ। जहाँ जहाँ नम्बर थियो सबै जोडेर मानुस 32 आयो, 3 र 2 5 भयो। त्यो लास्टको 32 लाई पनि जोड्नु पर्छ है, 3 र 2 5 गर्ने 5 भयो। अब यहाँ तपाईको कति भयो भने लकी नम्बर कर्कट राशिको 2 भयो। अब के गर्ने भने लकी कलर के भने त्यो कर्कट राशिलाई सेतो भनेको थिए। त्यो सेतोबाट अब हामीले 2 ल्याउनको लागि 5 मा कति जोड्नु पर्यो? 6 5 11 प्लस 6 गर्नु पर्यो हैन। प्लस 6 गरिसकेपछि किन 32 आको थियो, 3 र 2 आको थियो, 3 र 2 5 भयो। यता हामीले 6 जोडे, 6 5 11 भयो, 1 प्लस 1 कति भयो? 2 भयो। है, यो एउटा तरिका हो, यो सिस्टम हो। यसलाई धेरै कुनै हामीले त्यो रकेट साइन्स केही पनि छैन, त्यस्तो भयंकर बुझ्नुपर्ने जरुरी केही पनि छैन। सिम्पल तरिकाले हामीले क्याल्कुलेट गर्ने, माथिको नम्बर प्लेट, तलको नम्बर प्लेट सबै जोड्ने, आफ्नो लकी कलरले प्लस, पछाडिपट्टि त्यो नम्बर प्लेट खोल्ने, अगाडि पछाडिको नम्बर प्लेट खोल्ने, पछाडि त्यहाँ नि लेख्नु भयो भने यो राम्रो भएर जान्छ र लकी भएर जान्छ जो अलरेडी नम्बर लिइसक्नु भएको छ। नमस्कार।